चेन्ज जान्छ हामीलाई 22,000 वाला गिफ्ट चाहिन्छ हैन 22,000 वाला नो सेम हामी चेन्ज गर्ने नि 22,000 वाला हामीलाई गिफ्ट चाहिन्छ है अहिले जुन गर्नु भएको थियो नि 20 टाइम्स फेरि बाउजलाई कानमा राखेर आज सेल्टाइदिने हो तैलाई गेस 30 पनि अघि 20 टाइममै सेल्टाइदिने हो हैन 20 टाइम ल थर्ड के दिनु 30 नै दिने एकछिन ट्रेडमिल गर ल 30 नै दिने दाइ ल अघिको जस्तो बाउजलाई कानमा राखेर 30 म गालासाला पड्काइन्छु है भर्खर 20 चोटी भन्ने फेरि अहिले 30 चोटी भन्ने फेरि अनुहारी छैन एकछिन पछि फेरि उफ्रिनु हुन्छ क्या यो सुतेको दिन आएको होइन यसलाई यो सिटअप मध्ये अलरेडी बडी बिल्डर छ होइन सुई लगाएर उसको पुरै ताकत ल्याउँछ सुतेको दिन यसको पनिसमेन्ट दिन आएको यसलाई भन्नु जुत्ता जुत्ता ज्याप्ने 21,000 को गिफ्ट 21 हामीलाई माग्यो छ 22,000 सुन्नुभयो 22,000 को गिफ्ट यो कलौटे सुतेको होइन यो उता बसेर हेरेको होइन अनि अहिले आएको चन्दनलाई केही नभन्छ ल भन्छु म जुत्ता अनि त्यसपछि यो के भन्छ त्यसपछि के दिउँ आइज दे तिमीहरू दे तिमीहरूलाई छोड्छु जुत्ता अनि 22,000 वाला गिफ्ट अनि एउटा छिटो भन्नु न एउटा के दिउँ म पनि तिमीहरूलाई छोड्छु र यसको पनि गाडी छोड्छु आइज न आइज अर्काको पनिसमेन्ट चाहिँ यस्तो नि जा जा गाडी यहाँ यसरी नजाउँ रेकर्ड गाइज रेकर्ड बाहिर यता निकाल्नु पर्छ यता देखो न रविले जति बोले चाहिँ एकछिन रविलाई एकछिन रेकर्ड गाइज रेकर्ड 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 गर्नु तपाईँको पनि दिन आउँछ रेकर्ड रेकर्ड सिसा फुटाउने नै हो फुटाउने रवि भाइ एकछिन ल पनिसमेन्ट गर्दा फेरि अहिले मान्दैन फुटाइहाल्छ सिसा सिसा फुटा रविले नो पनिसमेन्ट भन्दै किन एकछिन नो पनिसमेन्ट भन्छ रवि तेरा हजुर बाबु यस्तोले यसको एटिट्युड कस्तो थियो कि क्लियर गर्नुहुन्छ क्या दाइले चाहिँ हामीले चाहिँ जहिले नि गरिदिनु पर्छ कि यिनीहरूको पनिसमेन्ट नगरे कहिले होला होइन यस्ता लिएर आइज न होइन अप्ठ्यारो भएर मात्रै यो पनिसमेन्ट गर्दैछु ठिकै छ ल जम त देखियो ठिक छ यस्तो गर भाइ तल गर ल यो अगाडि होइन अगाडिको जड्याममै हो नि जड्याम नभए त क्या हुन्छ ढुङ्गा 21,000 भन्दा यो ठुलो रहेछ नि त नि 21,000 भनेको त फेरि $200 हो यो त 5,000 मा आइहाल्छ नि त्यो त्यही भएर अहिले अब फिटम्यान अब नाम पनि अब इज्जतले लियो भने हैन फुटम्यान हो कि फिटम्यान हो फुटम्यान हो कि के हो फेरि बढी बोलेको गुगलमा गयो गएर चेक गर यो गाडीको ब्रान्डको कति पर्छ यसको अगाडिको सुन 4 व्हीलर स्कर्पियो 4 व्हीलर कति वर्ष अगाडिको कुल्लीलाई तल पढ्न आउँदैन कि त्यो फुटाइहाल पहिला 4 व्हीलर छ पछि छिटो फुटाइहाल पुरा गर्छ यार फुटाइहाल ल फुटाइहाल ल गर्दै म अगाडि
यस्ता हामी जहिले पनि इमान्दार बन्नुपर्छ कि यो जस्तो हैन यो जस्तो झेली यो जस्तो कबाडीसँग हामी कहिले पनि यो गिरगिर हैन गर्दैन यो काँचको दाम करिब करिब रुको मेरो क्यामेरा नै बन्द छ क्यामेरा खोल्नु बनाइदियो अनि तिमी कुरा बुझ्दैन यस्तो कमिनाले गिफ्ट हान्छ यो मैले आर्जुको कारणले मैले यो गर्दैछु ओके किनकि आर्जुलाई अब बोक्न अलिकति त यो हुन्छ अघि त्यही भएर मैले यस्तो पनि मैले गर्न लागेको नबोला आर्जुको कारणले गाइस आर्जुलाई बोक्न अलि झ्याउ हुन्छ हैन उसले बोक्न मान्दैन त्यही भएर अगाडिको काँचको सिसा मैले तोडिदिएको यसको करिब 40 देखि 45,000 सम्म पर्छ गाइस यसको यो अगाडिको त्यो पनि सिसाला यो हैन तिमी नभाच रोक म आफै भाछु यो टक्लुकी के नाम छ यसलाई के थाहा हैन यसले अमेरिकामा युएसए मा गएर कुन चोर बजारबाट हैन किनेको गाडी होला हेमर हैन ढुङ्गाले हान्दैन मलाई चाहिँ अब यस्तो हुने त लाज लाग्छ यस्तो त्यही भएर मैले चाहिँ पनिशमेन्ट गर्यो गर्दिनु भनेको है हामीले यसलाई अहिलेसम्म कति माफ दिएको हैन छोड्दै गर्दिनु खोइ ढुङ्गाले गाडीको अगाडि बसेर यता हेर्न चन्दन यता हेर है पहिला यता हेर्न बोल्नुस् तँलाई जम्मा भोग्नको दुःखले अनि तैँले के भनेको थियो मसँग चाहिँ 2 लाख पोइन्ट छ भन्यो तैँले 2 लाख तैँले सुन न यता सुन यहाँ सुन है 2 लाख यहाँ सुन न तैँले चाहिँ 22,000 कोइन हान्नको दुःखले तैँले गाडीको त चाहिँ सिसा फुटाउन तयार भएको त यता हेर त यता हेर यता हेर मलाई हेर है एकछिन यता हेर मलाई हेर्न पहिला मलाई हेर भने पहिला नफुटा भनेको पहिला हेर त मलाई हेर्न ओए कुत्ता पहिला मलाई हेर्दा एकचोटि ओए कलौटे माछाले मलाई हेर भनेको सुन्दैन मलाई हेर्न एकचोटि आराम से गाडीको मलाई हेर भने ओए पहिला चन्दन मलाई हेर्दा एकचोटि ओए माछाले कलौटे मलाई हेर भने कुत्ता सुन्दैनस् मलाई हेर भनेको ओए भयो भयो कि माछाले कुत्ता भयो कि मलाई हेर्दा ओए यता भयो कि अब खुसी देखियो यसको औकात के मैले लास्टमा पनि मैले सोधेको हैन औकातको कुरा हैन दाइ देखियो यिनीहरु आउँदैन एउटा गाना लगाउँछ ल गाइस काउन्ट गर्नु ल चन्दनको बेस्ट सङ आउँछ यो काले गाना आउँछ चन्दनको गाना लगाउँछ तपाईहरुलाई पनि मनपर्छ होला नि गाना भइसक्यो अहिले फेरि 10 नभन् फेरि 12 तपाईको बहिनीले गेम जित्यो राम्रोसँग गर्ने राम्रोसँग पछाडि गएर गाइस रेकर्ड चाहिँ कसैले नगरिदिनु ल फरीमा जान्छ गाइस फरीमा जान्छ फरीमा कलौटेको पावर हेर्नु कलौटे recording Ramiter भैया जी welcome
फाइदा सक्यो खै गुन्ती गरेर खानु